सक्नुहुनेछ यो दोस्रो साउथ स्टेटको यो पोखरी ल सो फाइनली गाइस हामी चाहिँ अब चाहिँ टक्कसँगले यो सुकेबाट चाहिँ खानासाना खाएर चाहिँ हामी अब चाहिँ हामी पाँच पोखरीको यात्रामा लागिसकेको छौँ रेडी भएर मेरो त बाहिर छ ऊ यहाँ पर बाहिर यहाँ पर कता हाम्रै हो त्यही त हो नि सुके ल भन्न साथीले भारी बोक्दैछन् त्यो भएर के राम्रो भ्यू छ हौ अब पोखरी बाटो ताइसै रहेछ नि मान्छे हिँड्दो रहेछ उल्टी
पोखरी एउटा हो यो कैला पोखरी भन्छ कैला चौथो पोखरी यो पर्ने पाइला कैला पाइला अँ अनि माथि साइला आउँछ यो पाइला तल पाइला काम दिएन है घाम लाग्यो टक्कसँग देख्न सक्नुहुन्छ तपाईँहरूलाई यो चाहिँ सबसे भन्दा ठुलो पोखरी एकदम बवाल छ यो पोखरी चाहिँ यसलाई चाहिँ तेस्रो स्थानको यो पोखरी देखिसक्नुभयो यस्तो बवाल पोखरी यस्तो बवाल छ नि दामी छ क्या यहाँ वाउ यस्तो दामी बवाल पोखरी छ नि
ल यता फाइनली गाइज यहाँ माथि चाहिँ डाके कराइरहेछ होइन कस्तो देखिँदो रहेछ मैले कहाँ भेट छ कि छैन भनेर मैले जुम गरेर हेर्न भेटिरहेछ कस्तो देखिँदो रहेछ कुन डाँडामा चाहिँ कराइरहेछ यहाँ मासले त्यहीँ थिएछ गुड छ कि के हो यसको ल सो फाइनली गाइज हामी चाहिँ पारीदेखि चाहिँ हामी अब बिहान गरेर चाहिँ अहिले फर्किसकेको छौँ अझ हामी हाराजाको बस स्ट्यान्ड हाराजाको बस्ने ठाउँमा आइपुग्न आँटिसकेको छौँ अहिले चाहिँ यस्तो यो चाहिँ हाम्रो भाषादेखि सुक्पा भन्छ सुक्पा चराहरू हिँड्दै हुनुहुन्छ माथि हामी चाहिँ अब फर्किसकेको छौँ लगभग बेलुकीको 5-5:30 बजिसकेको छ तिनजना सरहरू चाहिँ आइपुग्नु भएको छैन हुन्छ अगाडि यसो अब खानाहरू यताउता छिटो फर्केको छौँ अनि एकजना सर चाहिँ अलि खुट्टामा प्रब्लम भएर चाहिँ अलि हिँड्न सक्नु भएको छैन त्यही भएर दुईजना सरले एकजना सरलाई लिएर आउँदै हुनुहुन्छ गाइज ल गाइज यस्तो बबल भ्यू बबल भिडियो ल्याएको छु होइन साथ सपोर्ट माया गरिदिनु होला सेयर कमेन्ट गरिदिनु होला कस्तो लाग्छ तपाईँहरूलाई एकदमै माया गरिदिनु होला बाइ गाइज वाउ यस्तो बबल भ्यू छ नि ओहो ल फाइनली गाइस हामी चाहिँ अब पारीदेखि चाहिँ टक्क देख्न सक्नुहुनेछ मैले जुम गर्नेछु यहाँबाट चाहिँ हामी बिहान हामी यताबाट हिँडेको थियौँ हामी यही बाटो आएको थियौँ हाम्रो बस्ने पार्टी चाहिँ यो हो यो ठाउँलाई चाहिँ सुके भन्छ यहाँदेखि चाहिँ हामी बिहान खाना खाएर चाहिँ गाइस हामी यो ठाउँमा पुगेर चाहिँ हामी आज फेरि फर्किसकेको छौँ त्यो ठाउँमा पुगेर चाहिँ हामी आज फर्किसकेको यो डाँडामा यो डाँडा चाहिँ यो डाँडालाई चाहिँ तामार्के डाँडा भन्छ यहाँ आइपुगिसकेको छौँ गाइस टोलीहरू आइपुगेको छैन यता हाम्रो सरलाई अलिक गाह्रो गाह्रो भएको जस्तो अवस्था देखिन्छ धेरै चिसोले पनि होला लेक पनि लागेको अवस्था ओहो यस्तो चिसो छ नि यस्तो चिसो छ धेरै गाह्रो भइरहेको अवस्था छ है त गाइस वाउ एकदम हावा चिसो हावा चलिरहेको अवस्था छ
ल सो फाइनली गाइस हामी चाहिँ यो पार्टीमा आइपुगिसकेको छौँ सुकेमा। आजको दिनभरि घुमेर चाहिँ टक्कसँगले हाम्रो भतिज केटा चाहिँ एकदम भोका भएको छ अरे, चाउचाउ खाँदै हुनुहुन्छ। यता हाम्रो सरले आगो रेडी गर्दै हुनुहुन्छ। एकदम चिसो डेन्जर।